नमस्ते एभ्रिवान वेलकम टु माई न्यू भ्लग। आशा छ आज तपाईँहरू सबैजना एकदमै आरामै हुनुहुन्छ र हामी पनि आरामै छौँ। आजको मेरो बिहान अलिअलि फरक एकदमै ऊर्जावान तरिकाले सुरु हुँदैछ। उठेर एक गिलास तातो पानी पिइसकेपछि जुत्ता कसेर रेडी भइसकेको छु, किनभने आज म पनि मम्मी र दिदीसँग बिहानको एक्सर्साइज गर्न घरबाट बाहिर निस्किँदैछु। फाइनली गाइज घरबाट बाहिर निस्केको यो 15 मिनटपछि हामीहरू चाहिँ एक्सर्साइज गर्ने ठाउँ रानी पोखरीसम्म पुगिसकेका छौँ। रानी पोखरीमा बिहानको यो मौसम अनि त्यसपछि यो चिसो हावा र शान्त वातावरण यस्तो मजाको छ नि, अब के भनौँ कि मेरो फर्स्ट टाइम हो। मलाई त लास्ट नै इन्जोय गरिरहेको छु मैले चाहिँ। अनि हामी जुत्ता खोलेर एक्सर्साइज गर्ने कोसिसमा छौँ, किनभने यहाँ सबैजना एक्सर्साइज गर्न आएको हुन्छ। कोही दौडिरहेको छ, कोही बसेर योगा गरिरहेको छ, कोही उठेर तन्किरहेको छ होइन। कोही फेरि गर्लफ्रेन्ड बोयफ्रेन्डहरू पनि रुखको छेउछेउतिर लुकेर गफ गरिरहेको छन्। फेरि मैले उनीहरूको भिडियो चाहिँ देखाउनु मिल्दैन, किनभने गोपनीयता हनर हुन्छ भनेर म त त्यस्तो गर्दिनँ। एनिवे अब हामीहरू चाहिँ एक्सर्साइज गर्दैछौँ। एक्सर्साइज अलिअलि जानेको होइन, दिमागमा भएको एक्सर्साइजहरू र म अलिअलि पेटको अनि खुट्टा तन्काउने अनि त्यसपछि यो शरीरलाई स्ट्रेच गर्ने काम चाहिँ गर्छु। धेरै त आज गर्दिनँ, त्यही पनि शरीर हल्का हुनेसम्म चाहिँ गर्छु। पसिना एकदमै खलखली आइसक्यो शरीरमा। अनि एकछिन बसेपछि थोरै योगा स्टेपहरू पनि जानेको छु, सिकेको छु र त्यो पनि गरेँ। अनि शरीर तन्काएँ। अनि त्यसपछि अब एक्सर्साइज धेरै छ गर्नुपर्ने। मलाई त जति गऱ्यो त्यति गरौँ लाग्छ, तर 1 घन्टा भइसकेको थियो। अब घर आउनु पनि पर्छ, मम्मीलाई औषधि पनि खुवाउनु पर्छ नि त। त्यही भएर हामी घर फर्किँदैछौँ। अनि घर फर्किँदै गर्दाखेरि हेर्नुहोस् त, मलाई त आफ्नो शरीर त अहिले त एकदम त्यो भुवा जस्तो लाग्दैछ कि, रुवा जस्तो, अनि एकदम हल्का हल्का लाग्दैछ। अनि हामी हिँडेर घर आउँदाखेरि त यो सिँढी अरू दिन चढ्दाखेरि यस्तो आपत भइहाल्छ कि आपतै परे जस्तो, पारै टुटे जस्तो हुन्छ। तर आज एक्सर्साइज गरेर आउँदाखेरि त यो शरीर मतलब यो सिँढी त तलमाथि 10चोटि गर्दा पनि केही नहोला जस्तो भइरहेको थियो कि जिउ, त्यस्तो हल्का फिल भइरहेको थियो। अनि त्यसपछि हामी घर आयौँ। घर आइसकेपछि एकदम रुम चाहिँ गजाङगुजुङ भएको हुन्छ होइन राति। त्यसपछि रुम सफा गरेँ, किनभने यो रुम सानो छ कि, सानो रुम अलिकति मिलाएर राखेन, डेली मिलाएन भने फेरि एकदमै भत्राङ बुत्रुङ हुन्छ, गजाङ गुजुङ हुन्छ। अनि त्यस्तो भयो भने चाहिँ मलाई फेरि कुनै पनि कुरा गर्नको लागि एनर्जी नै आउँदैन कि, लास्टै लो फिल हुन्छ। त्यसपछि मैले अनि नुहाइधुवाइ गरेर सफा चट्वाएँ। साथीहरू आजको लागि भने यति नै। हामी अर्को भिडियोमा फेरि भेट्नेछौँ। बाई बाई।